चुरोट खान मन लाग्यो यार चुरोट पनि छैन आफूसँग फेरि हुक्का खानु पर्ला ओ स्वास्नी हो मेरोलाई हुक्का ल्याऊ त कस्तो हुक्का खान मन लागिसक्यो मलाई यहाँ मेरो यत्रो 6-7 वटा श्रीमती भएको के फाइदा छ तिमीहरूले हुक्का पनि खाउन सक्दैन कस्तो प्यास लागिरहेछ आफूलाई हुक्का खान मन लागिरहेछ एउटा हुक्का ल्याउन सक्दैन तिमीहरू यत्रो भएर कस्तो प्यास लागिरहेछ आज हुक्का खाने बाजे के हो किन हतारिरहेको तिमीहरू माले त मर्यो त माले मर्यो के भन्छ बिहानदेखि केही पनि खाएको छैन सुत्दै छ न मार्ने हो तेरो बाउले हामीलाई मार्ने हो तिमीहरूलाई छिनाल्ने हो मलाई पनि अब यहाँनिर यो कपाल सपाल तालु बनाइदिएर खानकोट कटाउनु भयो तेरो बाउले के भन्छ तिमीहरू मरे होला त्यो सुत्यो होला मरे हो संसार पनि ठुलो भएको छ केही खाएको छैन केही पनि खाएको के भन्छ त्यो हेर्नै जानुपर्छ क्या हो हेर्न आइज त बाजे बिहानदेखि सुतेर पुछारो ठुलो छ खानेकुरा पनि केही नआएको नै छैन के भन्छ छोइला के खाने यसले केही पनि खाएको खानेर पनि मिठो लाग्थ्यो यसलाई खाले ल यो उठ्दै हुँदैन त ल आँखा पनि माथि सारिसकेछ यसले त के भयो यसलाई ल पुच्छर पनि पुरै लुलो छ यसको त होइन मरे क्या हो ल म दिन्छु भर्खर इन्जेक्सन ल्याएको यसलाई मरेछ यो त मार्ने हो तिमीहरू अब मलाई पनि खानकोट गराउनु मरे चाहिँ कसरी मऱ्यो यो बाजेहरू नसक्ने बचाउनु है हुन चाहिँ मलाई कसरी मरेको यो अनि हुन त हो सानो मान्छे ठुलो ठुलो गऱ्यो भन्दा बाजे मान्छेले खाने खाना खाँदैछ मरिहाल्छ नि हामी चाहिँ पढाउन सक्छ अनि यसको लागि चाहिँ सिरप सबै दिएपछि अनि बाँच्छ त तिमीहरूले सही भन्यौ तर अब केही न केही गर्नै पर्छ राजा हामीलाई मार्छन् बाजे हामीलाई जसरी बचाउनु आएको अब मैले चाहिँ कसरी बचाउनु मैले एकचोटि ठुलो स्वर गरेर रासन बोल्दा मेरो यहाँ जुङ्गा बोल्दै थियो अहिले जुङ्गा आएको थियो ठाउँमा मेरो बाजे हामीलाई जसरी बचाउनु है ल तिमीहरू चिना म रासन कुरा मिलाउँछु जिते यसको खुट्टामा सार्दै गरेँ हामीले के गरिरहेको गर अनि गएँ तल हम्साउँदै गयो तबसम्म म रासन कुरा मिलाएर आउँछु ल तिमीहरू यहाँनिर के गरेँ मानेलाई राम्ररी ल मलाई रासा भन्नुको जयते होस् रासा भन्नुको जयते होस् नानी किन तप्लिस गर्न त के चाहियो रासा म केही चाहिँदैन हाम्रो माले सर यति बिहानमा अझै पनि उठ्नु भएको छैन उहाँ चाहिँ मस्त लम्बसारबाट सुतिरहनु भएको छ बिहानदेखि केही खानु पनि भएको छैन उहाँ चाहिँ सुत्दै हुनुहुन्छ सर रासा के भयो अरे मलाई त्यत्रो एउटा डक्टर दुईटा गोठा गराए के काम हामीले हेरचाह गरेको हो त्यही पनि उठ्नु नै हुँदैन माले सर थाहा छ नि त्यो मेरो सबभन्दा प्रिय वस्तु त्यसलाई के भयो नि मेरो तेरो थाहा होला नि के हुन्छ हजुर हामीलाई सब थाहा छ मलाई लाग्छ हाम्रो माने सरलाई त कहिले मौसम मिलेको छैन हामीले उहाँलाई डाँडा पाखाबाट लिएर जानुपर्ने हुन्छ त्यसलाई लिएर जाने सैनिक लिएर जा सैनिक हामीलाई केही चाहिँदैन राजा हामीसँग बोलेर जित मान्छन् उनीहरूले राम्ररी चिनेका छन् मारेलाई उनीहरू लिएर जान्छन् त्यसलाई हिँडाइ नगए खुट्टा दुख्छ हस् हजुर राजा जा जय जय होस् राजा जाने पक्क म नि आउँछु ओइ रश्मि